हेलो गाइस पुरा प्रार्थनामा हेर्न सक्नुहुन्छ। हेलो टच द लेग्स सबैजनालाई र हामी चाहिँ फाइनली अब चाहिँ चट्टसँगले कहाँ जान लागेको छ भनेर चाहिँ हजुरहरूले गेस गर्न सक्नुहुन्छ। र फाइनली हामी पनि चट्टसँगले बौद्धमा आइपुग्यो, बौद्ध गेटमा। र हजुरहरूले हेर्न सक्नुहुन्छ एकदम राम्रो अनि ब्युटिफुल अनि बौद्ध स्तूपा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। र यसो कोरा गरेँ म पनि र भिडियो बनाउनुभन्दा अगाडि चाहिँ चट्टसँगले कोरा गरेँ आफ्नै तालमा र म्यामजीले चाहिँ चट्टसँग भिडियो सुट गर्दै हुनुहुन्थ्यो र म चाहिँ माला गन्दै चट्टसँग हिँडिरहेको थियो र कोरा पनि गरिसकेपछि चाहिँ म चाहिँ प्रार्थनामा लागेँ। प्रार्थना पनि चट्ट सकेँ र त्यसपछि चाहिँ अझ पनि गऱ्यो र यसरी चट्टसँगले हिँड्यो, चट्टसँगले आफ्नै तालमा र कोरा पनि चट्टसँगले मानी पनि घुमाउँदै र हजुरहरू पनि देख्न सक्नुहुन्छ। र हजुरहरू आज चाहिँ सटरडेको दिनमा चाहिँ को आउनुभयो र कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु। र म्यामजी पनि पछि र म पनि यसरी चट्टसँगले बौद्ध स्तूपा चाहिँ हेर्दै राम्रो दृश्य चाहिँ हेर्दै र हजुरहरूले देख्नु भइसक्यो होला सायद यो पालहरूदेखि लिएर अरू के भइरहेछ भनेर। र यो चाहिँ फुड फेस्टिभल र हजुरहरू पनि हेर्न सक्नुहुन्छ र योहरू पनि हेर्न सक्नुहुन्छ र आफ्नो कल्चर आफ्नो संस्कृतिदेखि लिएर हजुरहरूले पनि हेर्न सक्नुहुन्छ जन्मिने आफ्नो सानोमा र यसरी अनि न्वारन गरिन्छ जन्मेपछि चाहिँ। यस्तो कुराहरू चाहिँ मैले भन्नु पर्दैन जस्तो लाग्छ हजुरहरूलाई र म भन्दा नि एकदम ज्ञान भएको र हजुरहरू एकदम बुझ्ने मान्छे हजुर हुनुहुन्छ र एकदम म चाहिँ हेरेर चाहिँ एकदम आनन्दित र एकदम खुसी लाग्यो। हेरौँ जस्तो लाग्यो एकदम कल्चर र चाहिँ एकदम आफ्नो कल्चरदेखि लिएर संस्कृति पनि रहेछ, एकदम खुसी लागे। हेर्न सक्नुहुन्छ है हजुरहरूले एकदम राम्रोसँग यो हलो जुवा पहिलाको कस्तो राम्रो के अब मृत्यु पनि हुने रहेछ यहाँ चट्टसँगले बुढो भइसक्यो, बिहे गरिसकेपछि चट्टसँगले त्यसपछि यसरी पूजा गरिँदो रहेछ। अब श्रद्धाहरू के गरिन्छ नि त्यस्तो रहेछ। र यो कन्सर्ट गर्ने हुन्छ नि यो माथिबाट आएर चट्टसँग पालहरू पुरा टाकिरहेछ एकदम कस्तो राम्रो के पुरा दृश्यगणहरू कस्तो म्यामजी पनि राम्री र म पनि चट्टसँगले हिँड्यो यसरी हेऱ्यो चट्टसँगले हेर्नु होला है, हेर्नु होला चट्टसँगले बौद्ध स्तूपा चाहिँ एकदम राम्रो थियो। पर्यावरण पनि धेरै थियो, एकदम धेरैभन्दा धेरै नै हेर्न सक्नुहुन्छ हजुरहरूले हेर्न सक्नुहुन्छ पुरा है एकदम खुसी थियो। मेन भनेको चाहिँ अब धर्म पुण्यहरू चाहिँ कमाउनु पर्छ, सधैँ काम भनेको चाहिँ हिँड्नु हुँदैन र एकदम राम्रो छ एकदम वाउ हेर्न सक्नुहुन्छ है पुरा। म चाहिँ हेरेर आनन्द र म चाहिँ बिहानै 4 बजी उठेर नुहाइ गरेर र हामी चाहिँ त्यहाँनिर 6 बजीतिर पुगेको थियो। 1 घन्टापछि चाहिँ फेरि 7 बजीतिर चाहिँ चट्टसँग आइपुग्यो र राम्रो फुल पनि हेर्न सक्नुहुन्छ हजुरहरूले एकदम राम्रो छ कि वाह कस्तो राम्रो, यति राम्रो बवाल राम्रो एकदम खुसी लाग्दो रहेछ यस्तो पनहरू चाहिँ देख्दाखेरि चाहिँ। र हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गर्दै गर्नु होला, के कस्तो लाग्छ सबैजना माया देखाइदिनु भन्न चाहन्छु। बाई बाई।